हेलो हेलो सबैजनालाई नमस्ते। म चाहिँ अहिले सङ्खुवासभाको खाँदबारी बजार अब जानु लागेको। अनि अब कति वर्षमा फेरि खाँदबारी बजार भर्नु पाइन्छ। आज चाहिँ लास्ट हो खाँदबारी बजार, शनिबार हाट। आज चाहिँ म चाहिँ जाँदैछु। अहिले 7:30 हुँदैछ बिहानको। घाम चर्को चर्को लाग्न थालेछ। अनि सो गाइस यस्तो छ घाम, यस्तो छ भ्यूज। लुगा हिजो पानी परेको अवस्था, अनि सबै यहाँ सुकाएको, लुगा सुकेको छैन। सो म चाहिँ अब खाँदबारी बजार जाँदैछु नानीसँग। नानी हामी कहाँ जाँदैछौँ? खाँदबारी बजार, शनिबार हाट। घाम टिलिक्क लागेको अवस्था। ल यो चाहिँ जाली कम्पाउन्ड तरकारीको लागि। हुँदैन, मेरो त छ। ल गाइस, खाँदबारी बजार आज चाहिँ मेरो लास्ट हुँदैछ। लेट्स सी। यस्तो राम्रो ठाउँ। ल खाँदबारी बजार आइपुग्यौँ है हामी चाहिँ। शनिबार हाट। गाडी आयो अलिकति साइडमा, यता साइडमा होस्। कस्तो राम्रो गाउँतिर लगेर यस्तो गाडी चलाउँछ नि कुनै पनि गाउँतिर त खाँदबारी चैनपुर अरे। ल आयो आयो। हेलो खाँदबारी। हामी चाहिँ ल खाँदबारी बजार, शनिबार हाट। ल यस्तो छ है गाइस। हेलो सबैजनालाई। खाँदबारी बजार टुरी खेल माथि छ। हामी त्यसले तलबाट आउँदैछौँ। माथिबाट हेऱ्यो भने गहिरा, तलबाट हेर्दा चाहिँ ल नानी पनि बजार। ल खाँदबारी बजार हामी नानी पनि बजार जाँदैछौँ होइन। सेतो कुकुर। ल पसल ओह्रालो। अनि यस्तो पोखरी यहाँदेखि मासतिर। हामी चाहिँ अब बजार ल बजार अब घुम्नु। हाट, शनिबार हाट। यो चाहिँ के हो? ढुङ्गी। कुकुर बाटोमा सुतेछ। ल आमामा। ल हेर्नु त यस्तो पसल, घडी पसल। ओहो तरकारी बजार। ल कस्तो राम्रो ठाउँ छ ल गाइस है। ल ल खाँदबारी बजार यस्तो राम्रो छ ठाउँ है। शनिबार हाट जाम नानी। अब हामी पनि यस्तो के हेरौँ। टुसा पनि आएछ, भुइँ कटर पनि। यता यता नानी, यता जाम। ओहो टमाटर बजार। कसरी हो टमाटर? कसरी टमाटर? कसरी? कति भन्नुभयो? 120। टमाटर कसरी होला? टमाटर 100। प्याज चाहिँ हो र? आमम खाँदबारी हाट। प्याज कसरी होला? 90।
आलु चाहिँ कसरी लोकल हो कि के हो 80 ले हुँदैन प्याज आधी किलो लानु सजिलो भनेर नि सजिलो हुन्छ नि 40 को हुन्छ टमाटर कसरी छ 80 त्यो आधी आधी लान्छु नि दिने डल्ले खोर्सानी तरकारी बजार आमा आलु आलु तरकारी बजार आलु आलु टिमुर ल अर्गानिक अनारस नलाने कसरी हो यो आलु चाहिँ आलु यो 60 रुपैयाँ यो 40 रुपैयाँ यो 150 ल बम्बु पम्किन ल तरकारी पसल फिस ल ड्राई फिस यो चाहिँ खोलाको माछा अझ त माछा त टन्नै रहेछ त माछा कसरी छ हो र